पैसा हुनेको लागि जम्मा 24 रुपैयाँ मात्रै हुन्छ होला, तर पैसा नहुनेको लागि जब 24 रुपैयाँ होइन 10 रुपैयाँ मात्र पनि धेरै तिर्नु पर्यो भने म अर्को महिना कहाँदेखि ल्याउने, 10 रुपैयाँ थपिएछ भन्ने खालको हुन्छ। तपाईँहरूको बिल 800-900 उठ्दाखेरि जम्मा 24 रुपैयाँ तिर्ने हो। यहाँ आकाशै खस्या जस्तो गरेर पनि प्रचार भइरहेको देख्छु। यसपालि ऊर्जा मन्त्रालयको बजेट 85 अर्ब छ, 900,000मा 24 रुपैयाँ हो। 3,000 तिर्ने हुनुहुन्छ भने पनि जम्मा 102 रुपैयाँ हो। आकाश खस्दैन। किन भन्दा गाउँ भनेको गाउँ हो हजुर, मनको धनी ठाउँ हो। किन भन्नुहुन्छ भने गाउँमा त्यस्तो हरेक चिज वस्तुहरू पैसामा मनीमा एक्सचेन्ज हुँदैन, मनमा एक्सचेन्ज हुन्छ। जस्तै पल्ला घरमा के फलेको छ पाकेको छ नि मलाई यो चिज खान मन परेन, खा कति खान्छस् बोटै खा, त्यस्तो मनको धनी हुन्छ। नो मनी खाऊ, त्यस्तो हुन्छ। सायद त्यही भएर होला 10 रुपैयाँ कमाउनु पनि गाउँमा निकै गाह्रो पर्छ हैन, तर मनको चाहिँ एकदमै सफा अनि धनी। त्यही भएर होला गाउँको आमा बुवाहरू 10 रुपैयाँ थप भयो भने ला अर्को महिना कहाँदेखि ल्याउने 10 रुपैयाँ, अब 10 रुपैयाँ धेरै भएछ भनेर विशेष गरी आमा बुवाहरू। अब अहिले त मान्छेहरू कहाँ कहाँ पुगे, धनी भए हैन, ठुल्ठुला देशहरू पुगे, धनी भए, फरक पर्दैन कतिलाई, कति धनीहरूलाई त फरक पर्दैन होला। तर जुन घरमा चाहिँ आय स्रोत कम छ नि, अनि त्यहाँदेखि उहाँहरूले त्यही बसोबास गरेर सामान्य तरिकाले बसिराख्नु भएको छ नि, उहाँहरूको लागि चाहिँ यो चिज धेरै ठुलो हो।